हेलो हेलो नमस्ते फेरि पनि स्वागत छ नयाँ भिडियोमा हजुरहरूलाई। आज पनि हामी नयाँ भिडियो लिएर आइसकेका छौँ। आज चाहिँ अलिकति नयाँ रहेको छ, नयाँ भन्दा पनि नयाँ हो। यहाँ चाहिँ रहेको छ समोसा, सेल, तिते करेला, टमाटर, प्याज, खुर्सानी, अंगुर। यहाँ रहेको छ फेरि आजभोलि सिजनको फल काफल। ल आजको गेममा चाहिँ आँखा बन्द हुन्छ, गेस गर्नुपर्ने छ। गेस च्यालेन्ज रहेको छ, गेस गर्नुपर्ने हुन्छ। गेस मिल्यो भने खाना पायो, मिलेन भने केही पनि खाना पाएन। र यहाँ चाहिँ यस्तोहरू पनि रहेको छ, त्यसैले म खान्न भन्न पनि पाइयो, तर स्ल्याप गालामा एक चटकन भेट्ने छ। ल अब हाम्रो गेम गरौँ है त। सुरु हुन्छ, तर त्योभन्दा अगाडि सिजर पेपरबाट सुरु गरौँ। सिजर पेपर रकबाट सुरु हुन्छ। सिजर पेपर रक। यो त भएन। सिजर पेपर रक। ल सिजर पेपर रक। चेन्ज भएन। ल मैले जितेको छ। मेरो टर्न आयो ल। ल मेरो हातमा के रहेको छ? समोसा। समोसा। ल खोलिहाल। यो समोसा हो। ल गाइस अब केही पनि खानु परेन। ल मेरो टर्न। अहिले बोजेको सुनेको सेल भन्नु पर्ने। नो प्ले। रेडी 1 2 3 गो। भन्नु न अब। भयो? के छ होला त? टमाटर। कहाँ रहेछ? के छ? यो त सुने। फेरि पनि समोसा नै भन्छु ल। ठिकै छ, अहिले सुनेर मात्र थाहा पायो है, खाना पायो। ल बिस्तारै फरक फरक राख्नु पर्यो। सुनेर यो फेरि सकिने गरी खानु पर्दैन नि, भिडियो लामो हुन्छ। खाइ ल। हामी कहिले मिलाउने, कहिले खाना पाउने हो? देखेछ? छैन हो, कहाँ देख्नु? अलि पातलो भएको जस्तो लाग्छ। यत्रो बाक्लोले देख्छ यहाँ। ल गेस। अहिले चाहिँ सेल हो। कस्तो मैले मेरो बालुन जहिले उताको मात्र हाल्छ, यो पनि के हो? देखे छैन है। ल भयो? ल यो के रहेको छ? सेल। यो सेल हो? यसलाई सेल भनिन्छ गाइस? यसलाई सेल भनिन्छ हो? कटकटक आवाज आयो त्यही गाइस। भयो? हाँस्यो त किन? हाँसेन भन्दा नि भयो भने। ल गेस 1 2 3 गो। अहिले चाहिँ समोसा है। ल यो के रहेको छ? यो के होला गाइस? अंगुर। हो अंगुर हो। यस्तो चाहिँ अंगुर भन्नु। यो चाहिँ अंगुर रहेछ है। तपाईहरु के भन्नुहुन्छ है? मेरो बुढीको चाहिँ अंगुर रहेछ। समोसा। समोसामै अड्केको छ जिन्दगी। फर्स्ट देखि समोसा भने अब 3 गो। करेला। करेला हो गाइस? यो करेला हो? लु 1 2 3 गो। समोसा। जिन्दगी समोसामै गएको छ कि तपाईँ सेल लिए नि प्याज लिए नि खुर्सानी लिए पनि कहिले नमिलाउने भयो त? मेरो कपालले गर्दा बान्नै मिल्दैन रहेछ। हो यार, अहिलेसम्म मैले केही पनि खाना पाएको छैन है। यस्तो भएको छ है। ल के रहेको छ होला यो? सेल। होइन यस्तो आवाज आयो क्या सेल भनेर। मैले के खाना पाएन भोलि खाएको थियो। यहाँ मलाई भगाइसक्यो। मैले कति खाइसकेँ भोगाइछु। सुनेको? छैन के? ल 1 2 3 गो। अहिले चाहिँ रहेको छ सेल। मलाई यस्तो ल यो के होला? What is this? काउन्ट पनि गर्नु 5 सेकेन्ड भित्र भन्नु। 1 2 3 गो। अंगुर। अंगुर है? कत्रो ठुलो अंगुर रहेछ। फेरि काफल। कत्रो ठुलो अंगुर रहेछ है। अंगुर भयो? अहिले चाहिँ अंगुर हो। देख्यो के
बल्ल एकचोटि मिलाए अब यो एउटा त कहाँ एउटा मात्र खान्छ आधी गर्नु पर्ने है ओके अनि बल्ल बल्ल मिलायो गाइस बल्ल बल्ल फर्स्ट टाइम खाना पाछु अङ्गुर ए चालु गर्नु पोख्यो यार आमा अङ्गुर चाहिँ फेरि यस्तो खाना पाउँछ कि काम मेरो भागमा नि पर्नु परेन अहिले सबै खाने हो कुन चाहिँ होला ल 1 2 3 गो के होला यो काफल काफल खान मन लाग्यो होला यो काफल भनिरहेछ ठिकै छ कुलियो छ कि 1 2 3 गो समोसा साह्रै क्या हो हैन पो होइन मेरो पालो त खानै नपाउने थालै बज्यो है गाइस ल यो के होला व्हाट इज दिस पमै के हो यो थालै बज्यो हैन थालै बज्यो त काफल बल्ल बल्ल 5 चोटि काफल भनेको खाना मन लागेछ र बल्ल तल्ल मिल्यो है ताली बजायो ए कपाल भुत जस्तो हुने रहेछ है ल खै 1 2 3 गो अझै काफलै हो मिलाइदियो ल ठिक छ मिलाएन हैन छिटै के हो यो अंगुर है एउटा मिठाईहरु पनि दिनु नि यार मैले त्यत्रो लिइराखेको दिनमा ट्विस्ट आएन हौ म त यसो सबसे अभी ल 1 2 3 गो छिटो भनिहाल्नु 1 2 3 समोसा खाली समोसा र जेल मात्र हो त्यसले त खुवाउनु नि हो तपाईले यिनीहरु केसै गर्दैन अनि के हो यो व्हाट इज दिस 1 2 3 गो सेल नयाँ सेल 1 2 3 गो खुर्सानी व्हाट लगाइ छ के हान्नु खुर्सानी खानै पर्यो यहाँ पानी नि रहेको छ पानी खानु पाउँछ वाह भयो तर यो पिरो खालको खुर्सानी छ है साथीहरु फेरि पिरो खालको खुर्सानी हो नि फेरि व्हाट इज दिस के हो यो ल बाटा अंगुर बल्ल बल्ल अंगुर खान पाए बल्ल बल्ल अघि ओ अनले काफल सेल जिन्दगी खान पाउने हो मेरो खान सुनलाई थालको कान पनि चौनाको हुन्छ नि यो के होला व्हाट इज दिस के होला यो गाइस गेस गरौँ के हो कोर्याक कोर्याक गरेर चाहिँ जस्तो लाग्छ के हो प्याज करेक्ट जवाफ रहेको छ प्याज प्याज कसै खाने यहाँतिर कोर्याक कोर्याक आवाज आछ त यो त आयो भने हैन चतबारै आउन सक्छ नि यो खाइहाल यहाँ लिएर चाहिँ बजाइदिएको त यिनीहरु आवाज आउँछ नि यसरी ल खाइहाल कत्रो ठुलो चाहिँ प्याज ठुलो नै लिएछ अलिकति सानो नि कोर्याक 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 खानु फुल खानु पर्ने खानु टोक्नु कि एक गास चाहिँ पुरै बाहिर हाल्नु पर्छ यो हो नि त हैन टोके त बाइट भयो भयो रेडी 1 2 3 गो समोसा देखियो क्या रे बल्ल समोसा खान पाएँ गाइस मेरो फर्स्ट चोटि समोसा खान पाइरहेको छु मैले है अब देखेको भन्छ के मिलायो भने देखेको भन्दियो हैन केही छैन बल्ल खान अब चाहिँ प्याज खाएर पिरो भएर मेरो हातमा के रहेको छ होला सेल देख्यो के हो कोर्याक आवाज आउँछ अरे बिस्तार लिनु पर्दैन भयो 1 2 3 गो करेला कहाँ उता गयो त करेला
खाओस् खाऊ समोसा खाएर चाहिँ करेला खानु पर्यो यस्तो हुन्छ यो खाइसकेर खाँदैन नि त अनि मलाई च्यालेन्ज दिँदै होइन खानुपर्छ तपाईँले करेला त बाहिर हाल्नु पर्यो नि होइन मेरो यहाँ सेल बाँकी नै छ करेला पर्छ होइन तुम सँगला करेला म खान्छु भाइ तितो करेला तितो छ थाहा छ मलाई त्यो पनि के छ रातमा के रहेको छ समोसा यसले समोसा खान्छ हो समोसा र सेलमा मात्रै नजर छ नि कहाँबाट थाहा पायो यहाँ टमाटर पनि छ भने तितो गरेर लास्ट के गरेछ गाइस ल हैन 1 2 3 गो काफल के सेल थियो थियो होइन सेल छ यहाँ भिडियोमा देखिन्छ त मैले खै थाल त कोराक आउँछ कुन कोराक आउँछ कुन सेलतिर कोराक गरे यो के हो सेलतिर कोराक गरे जस्तो लाग्छ यो के हो गेस गरिहाल है टमाटर सेल हो टमाटर खाइहाल नि त रुडी हेरेर खाइहाल्यो कच्चा टमाटर कहिले खानु कसरी खानु पक्को टोकेर खाने गाइस है टोकेर त है खानुपर्छ है प्रपर टोकेर खानुपर्छ ल पाली बजा गाइस पाली खानु खानु के हुन्छ ग्यास्ट्रिक असर हुन्छ भनेर भन्दैन है खाइ खाइ ठीक छ खानु त खाइने हैन ठुलो खानु खाएको छ गाइस एक बाइट चाहिँ खानु पर्यो है अडुचुको अहिले चाहिँ ठ्याक्कै भन्नु त अंगुर हो ओहो टमाटरले चाहिँ कस्तो बमिरहेको छ हालाको अंगुर लामे रातमा के रहेको छ अंगुर झरेको थाहा अंगुर हो झरेको थाहा पाइदिन क्या थाहा पाइदिन 1 2 3 गो 1 2 3 गो भयो देखेछ छैन है छैन भने कस्तो देखेछ सेल अगाडि देखाल बेकार छोपिरहेको बल्ल सेल खानु भयो गाइस खानु 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 त अब सेल खाँदै गर्नु सेल अनि खाँदै पनि गर्नु मलाई गेस गराउँदै पनि गर्नु कमेन्ट गरिदिनु होला यो गेम चाहिँ कस्तो इन्ट्रेस्टिङ लाग्यो कि हजुरहरूलाई के कस्तो लाग्यो कमेन्ट गरिदिनु है त हामीले चाहिँ आफ्नै आइडियाले काम गरेको के हो रेडी भइसक्यो खाएको खाइ भइरहेको त हामी हेरेको हेरे मलाई त प्याज टमाटर मात्र परिरहेको अगाडि समोसा सेल परिरहेको थियो अहिले चाहिँ खै त गाइस मेरो हातमा चिप आइसकेको छ हैन ल अहिले चाहिँ के होला गेस व्हाट मलाई तपाईले पक्कै पनि मिठो कुरा दिदैन नमिठो त होला नि गेस गरिहालौँ मैले अघि सुरुमा मिठो दिएको थियो झन् अहिले लास्टमा नमिठो करेला गाइस यो करेला हो ए कस्तो मिलाइदिरा यस अघि प्याज टमाटर करेला खाइहाल्नु करेला कसरी खानु यत्रो लामो ओ माय गॉड के हुन्छ अरे यसले के गर्छ करेला लागि निल्ने पुरै नहाने त्यो निल्नुहोस् ल उद्यो योसँग उद्यो खाएन त फाल्यो त अब स्ल्याप हान्नु एक थप्पड कलर नलियो भने मैले झगडा पनि हुन्छ चिल्लो तेलहरू लागेको गालामा पड्काउनु पर्यो क्या गाइस दिमागै हालेन थप्पड हाल्न नआउँदैन दाजुहरू अबदेखि थप्पड कसरी हाल्नु भने यसरी हान्ने होइन नि यसरी हाल्नु यस्तरी थप्पड हाले देखेँ मैले यसरी थप्पड हालिदिइहाल्नु ल रेडी 1 2 3 गो अहिले रहेको छ टमाटर ओए यो त स्योर देखेको हो के कतिको टमाटर छ त सेल पनि मिलाउँछ टमाटर पनि मिलाउँछ आमा बान्दिन्छ अब यो चाहिँ कसै खाने होला यो चाहिँ खान्न कस्तो टेस्ट हुन्छ 1 बाइट मात्र खाने वन बाइट मात्र मैले अर्को खाएँ उस गर्न चाहिएन त्यही पनि स्ल्याब भने फेरि यसरी कस्तो हुन्छ यसको टेस्ट हामी हैन त्यति सानो होइन नि ठुलो बाइट खानुपर्छ अब ओ माय गॉड कहाँ यो खाइहालेको यस्तो मिल्छ यो मिल्दैन अलिकति बन्द गर मिल्दैन यसरी यो त गेम नै भएन नि यो खानु भयो बाइट लिनु न मैले खोसेको मेरो चाहिँ
निलिसक्यो मैले ल ल हाम्रो चाहिँ सबै आइटमहरू 1 बाइट हानिसक्यो 1 बाइट सबै हानिसक्यो त्यसैले अब हजुरहरू अन्तिमसम्म भिडियो हेरेर इन्जोय गर्नु होला भिडियो के कस्तो लाग्यो कमेन्ट गर्नु होला कमेन्ट गर्नु अनि सब्स्क्राइब गर्न च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरिदिनु अनि र आज चाहिँ हामीले हजुरहरूले मन पर्यो कि परेन नयाँ तरिकाले भिडियो ल्याएका छौँ ल माया गरिदिनु होला माया देखाइदिनु होला सपोर्ट पनि गरिदिनु होला थ्याङ्क यू फर वाचिङ बाई बाई